हेलो मेरो फ्रेन्ड्सहरु, आशा गर्छु हजुरहरु राम्रै हुनुहुन्छ भनेर र म चाहिँ राम्रो छु भन्दिन आज, किनकि मलाई चाहिँ एकदम सर्दी खोकी टाउको दुख्नु र हल्का ज्वरो पनि आइराको छ। किन भन्दाखेरि अब जाडो त्यस्तै छ, सबैले जान्नुहुँदा चाहिँ सबैकै बेसी भाग मान्छेलाई यस्तो भइराको छ। र म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि एकदम चर्को घाम लागेको छ। अनि अब बिहु आयो हैन, अनि हाम्रो गाउँकै भाइहरूले चाहिँ भेलाघर बनाएको छन्, 2-3 जना कतिजनाले बनाउँदैछन्। अनि म चाहिँ यतापट्टि आएकै थिइनँ, किनकि हजुरलाई भने अहिले मैले मेरो साह्रै जिउ राम्रो थिएन, त्यसैले म चाहिँ आएकै थिइनँ। अनि अहिले चाहिँ राम्रो घाम पनि लागेको छ, अनि त्यसैले म चाहिँ भिडियो पनि गरेर हजुरलाई पनि देखाउनु पर्यो हाम्रो गाउँको बिहुको परिवेश कस्तो के चल्दैछ। त्यसैले अनि त्यही म पनि हेर्छु भनेर अनि आएँ। मैले हजुरहरूलाई 1-2 खेप देखाएको पनि छु भिडियोमा, किनकि हाम्रो घरको अगाडिको भ्यूमै पथारहरू छ र हाम्रो यहाँबाट टाउन चाहिँ धेरै टाढो होइन, र पनि हाम्रो यो एरिया चाहिँ गाउँ नै छ। हाम्रो यहाँ चाहिँ गाउँमा चाहिँ नेपाली मान्छे भन्दा पनि धेरै आसामी मान्छे नै छन्। हाम्रो पाथरमा नेपाली भन्दा पनि धेरै आसामिस मिक्स हुन्छ अरे, हो जस्तो भन्नुहुन्छ। जहीँ पनि हामी कतै जाँदाखेरि दिदीहरूको घर डुल्नु जाँदाखेरि जागुन र तेजपुर दिदीहरू बिहे हुनुभएको छ, त्यहाँ जाँदा पनि 1-2 जनाले हो जस्तो भन्नुहुन्छ। र हजुरलाई पनि देखाउँछु ल। म चाहिँ घाम ताप्दै भाइहरूले कहाँ चाहिँ बनाउँदै रहेछन् भेलाघर भन्दा हेर्दै गएँ। र देख्नुहुँदैछ नि, मैले त हजुरलाई भनेकै थिएँ, किनकि हाम्रो घरको अगाडिको भ्यू पथारहरू छ, गाउँ छ भनेर। र देख्नुहुँदैछ यहाँ कति दिनबाट पानी नपरेर कस्तो सुकुना भइरहेछ, हजुरले देख्नुहुँदैछ होला, किनकि यहाँ र यहाँ चाहिँ बाँस काटेर राखेको छन् भाइहरूले, किनकि मेजिक बनाउँदाखेरि बिचमा बाँस पनि लगाउँछन् र दाउराहरू सबै काटेर यहाँ रेडी गरेको रहेछन्। एकजना भाइ चाहिँ काम गर्दा गर्दै थाकेर बसे जस्तै छ, र 2 जना चाहिँ सँगै काम गरिरहेको रहेछन्, किनकि भाइहरू हाम्रो घरको छेउमै हो। र प्रत्येक वर्ष उनीहरूले चाहिँ यसरी सानो भयो नि मेजिक बस्ने भेलाघर बनाउँछन्, मेजिक बनाउँछन्, फुर्ती गर्छन्, पिकनिकहरू खान्छन् केटाकेटीहरू मिलेर, किनकि बिहुहरू भनिसकेपछि अब ठुलो मान्छेको भन्दा पनि केटाकेटीकै धेरै फुर्ती हुन्छ। र म चाहिँ यहाँ देखाउँदैछु हजुरहरूलाई सबैतिर भाइ बनाइरहेको छ। र म चाहिँ एकखेप भित्र पनि पसेर हेर्नु पर्यो कस्तो के रहेछ। यहाँ चाहिँ कम्प्लिट भएको छैन घर, देख्नुहुँदै चाहिँ आधी बनाएको छन्, र भोलितिर चाहिँ अब कम्प्लिट हुन्छ। भोलि त खाने दिनै हो भन्दै थियो भाइहरूले, अनि यहाँ खुसी छन् किनकि पिकनिक खान्छन्। र अर्को एउटा भाइ, र यहाँ चाहिँ देख्नुहुन्छ यो चाहिँ म सँगसँगै जहाँ जान्छु पछि आइ नै हाल्छ, र अहिले पनि मसँगै आएको छ। र यहाँ देख्नुहुँदैछ है। र अब तपाईँहरूलाई चाहिँ म मेरो गाउँको बाटो देखाउँछु, किनकि हजुरहरू कहिले डुल्नु आउनु भएछ भने बाइचान्सको कुरा अब होइन, यही हो हाम्रो गाउँको बाटो चाहिँ ब्लक इँटा छ। र हामी टाउन जान्छौँ जे पनि चिजहरू ल्याउनु ओर्नु, हाम्रो त्यहाँसम्म नै बाटो यस्तै नै छ, त्यस्तो खराब होइन, राम्रै छ, ब्लक इँटा गरेको बाटो हो। अनि गाउँ देखिँदैछ हामीहरूको। र यहाँ चाहिँ सानो एउटा दोकान छ, हजुरहरू आउनु भएछ भने 100% स्योर यो दोकान चाहिँ हजुरले पाउनै हुनेछ। हाम्रो गाउँको फेमस दोकानै भनौँ न अब सानो सानो। अनि यहाँ चाहिँ देख्नुहुँदैछ नि, यो लुसी चाहिँ मेरो पछि हिँडिरहेको छ। यसको नाम सुनेर चाहिँ मेरो घरको सबैजना मान्छे हाँस्छन्, के नाम दिएको यस्तो भन्दै। मैले चाहिँ मायाले अब देखेँ त्यसैले। अनि म चाहिँ फेरि जाँदैछु यतापट्टि भाइहरूले घर बनाएकोतिर, किनकि म यतैबाट आएको थिएँ, म यतैबाट नै घर जान्छु फेरि। अनि मलाई चाहिँ के कन्फ्युजन थियो भन्दाखेरि मैले चाहिँ सोचेको थिएँ भोलि पिकनिक खाने हो र पर्सि मेजी जलाउने हो जस्तो लागेको थियो। तर यहाँ भाइहरूले पनि पिकनिक खाने चाहिँ आज हेरेँ र मेजी जलाउने चाहिँ भोलि हेरेँ। मलाई चाहिँ त्यो कुरा थाहा नै थिएन। अब एउटा टेन्सन के छ भन्दाखेरि मेजी जलाउनु त आउनु मन लाग्छ, तर जिउ सन्चो नभएकोले गर्दा बिहान चाहिँ उठेर आउनु सक्छु सक्दैन, त्यो चाहिँ एकदम टेन्सन भएको छ है मलाई। हजुरहरूको उता पनि बिहुको प्रिपेरेसनहरू के कस्तो चल्दैछ देखाउनु होला। हामीहरूको त मैले हजुरलाई देखाएँ घर छेउमा भाइहरूले के कस्तो बनाउँदै थिए भनेर। र देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर हाम्रो घर चाहिँ कहाँनिर भन्दाखेरि यहाँनिर म यतैबाट आएको हो, बाटोबाट पनि आउन सकिन्छ, तर म चाहिँ छिटो हुन्छ भनेर पथारै आएँ। भाइहरूले घरसर बनाइरहेको रहेछन्, हेऱ्यो म चाहिँ घर आएँ, किनकि मलाई एकदम जिउ साह्रै सन्चो लागेको थिएन, गएर हेरेर आएँ। त्यसैले म चाहिँ अब एकछिन सुत्नै पर्यो भन्नु पर्यो अब होइन, रेस्टै गर्नु पर्यो अब एकछिन। भोलि न पर्सि कहिले अब मेजिक जलाउने हो, त्यहाँ पूजाहरू गर्छन्। म बिहान गएँ भने चाहिँ हजुरहरूलाई म देखाउँछु। मेरो सम्पूर्ण फ्रेन्ड्सहरूलाई भोकाल बिहुको धेरै शुभकामना छ, र धन्यवाद छ मेरो भिडियो हेरिदिनु भएकोमा, र सधैँ सपोर्ट गरिदिनु भएको लागि। फेरि म नेक्स्ट भिडियो लिएर आउनेछु। बाई बाई। मेरो भिडियो चाहिँ हेरेर के कस्तो लाग्यो कमेन्ट गरेर भन्नु नबिर्सिनु होला। धन्यवाद छ सबैजनालाई फेरि पनि।